आज मैले आधा घन्टा कसरी पढ्न सकेँ त ध्यान दिएर हेर्नुहोस्। आजको बिहानको सुरुवात एकदमै चिसो पानीले नुहाएर भट्ट खाँदै म लागेँ कलेजको बाटो थिएँ कलेजतिर। अनि आज मैले आइडेन्टिटी कार्ड लगाएको हुँदा दाइले आज मलाई इग्नोर हान्दिरहेन, नत्र अरू दिन मलाई ओइ चामलको दाम भन्नुहुन्थ्यो। अनि म लागेँ एकदमै धुरन्धर एन्ट्रीमा क्लासभित्र छिरेँ अनि इक्जाम दिएर बाहिर एकदमै सोझो साथीलाई भेटेर म लागेँ आज इन्सुरेन्सको काम गर्नु थियो। अनि इन्सुरेन्स कम्पनीमा गएर आज पनि मलाई ल्याप्चे लगाउनु भने अनि पैसा लिन गएको थियो, अझै पैसा पनि नदिइकन म एकदमै निराश हुँदै घरतिर लागेँ। अनि ब्यागलाई फालेर आज म खाना बनाउनुतिर लागेँ। आज मैले भिन्डी र आलु बनाउने सोचेँ अनि प्याज र टमाटर काटेर तेलमा अझै मैले मेथी हालेर प्याज पनि फुराएँ अनि टमाटर हालेर अनि नुन पनि हालेर तरकारी पनि हालेर पानी पनि हालेर ग्यास पनि तल गरेर अझै खाना बनाएँ मजाले। अनि घिउसँग खाएर म आज पढौँ भनेर पढ्नतिर लागेँ। अनि आधा घन्टा पोज हान्दै अलिकति पढ्नतिर लागेँ, तर मबाट हुनेवाला छैन भनेर म लागेँ जिमतिर। अनि जिममा मैले आज बाइसेप फान्नु थियो अनि बाइसेप फानेर अझै घरमा आएर अलिकति पढ्नतिर लागेँ। तर अल्छी लागेपछि मैले आजको ब्लगलाई मैले यत्तिकै इन्ड गरेँ। हस्त ल बाई।